आमचोकबाट निकै उत्कृष्ट पर्फर्मेन्स दिएर बेस्ट स्पाइकर बन्न सफल उदेश बिष्ट हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई। हस्, धन्यवाद। उदेशको यो पालिकाको टिममा चाहिँ इन्ट्री कहिले भएको, कहिलेबाट? यो मेरो पहिलो गेम हो। पालिकामा फर्स्ट टाइम? हजुर, यो सिनियर टिमबाट पहिलो गेम हो। योभन्दा अगाडि राष्ट्रपति चाहिँ मैले खेलेको थिएँ। रिच हेर्दाखेरि ठ्याक्कै रिच चाहिँ कति छ, हाइट कति हो? हाइट मेरो ठ्याक्कै छ, अलिकति बढी, झन्डै 6'1" त्यस्तै। हजुर, समथिङ। एकदमै नवोदित खेलाडी हुनुहुन्छ र पालिकाको टिममा नै पहिलोपटक इन्ट्री भइरहँदा नै बेस्ट स्पाइकरको यो उपाधि जितिरहँदा चाहिँ कस्तो महसुस भइरहेछ? एकदमै खुसी, एकदमै खुसी छु। आज यो स्थानमा उदेश बिष्ट आइपुग्नको निम्ति कसको योगदान छ? यो दाईहरूको हात छ, ठुलो हात छ। यो खेलकुद समितिको अनि सन्तोष दाईदेखि लिएर सन्देश दाईहरूको ठुलो हात छ। उहाँहरूले नै बोलाएर म आएको हो। हुन त आज बेस्ट स्पाइकर भएर एउटा खुसी छ, तर अर्को फेरि दुःख चाहिँ के छ भने हिजो झन्डै सोझो सेटमा षड्यन्त्रलाई पराजित गरेको टिम आज उपविजेतामा चित्त बुझाउनु पर्यो। हिजो त्यति राम्रो मिलेको गेम आज के कारणले खस्क्यो? हाम्रो तालमेल मिलेन भनौँ, त्यस्तै। आज सेटर पनि अलि नचलेको हिजो भन्दा? हजुर, त्यस्तै भनौँ। अब अलिक सानो सानो मिस्टेकले गर्दाखेरि गेम आफ्नो पक्षमा ल्याउन सकिएन। राष्ट्रपति खेल्दै गरेको मान्छे एकैपटक पालिकाको टिममा अटाएर खेल्दै गर्दा त्यो हुन्छ नि अलिकति होपलेस हुने त्यस्तो समस्या हुन्छ भन्छन्। यसमा चाहिँ कस्तो महसुस भयो उदेशलाई? यसमा त त्यस्तो केही भएन। अब सिनियर दाईहरू हुनु त ढुक्क भएर खेलियो एकदम। पहिलोपटक पालिकाको टिममा परिरहँदा नै बेस्ट स्पाइकरको यो उपाधि चुम्नु भएको छ। आगामी दिनमा अझ धेरै प्रगतिको यहाँलाई कामना। हस्, धन्यवाद। थ्याङ्क यू।